आफ्नो सानो कौसीमा सानो भाँडोमा मलजल गरे मेहनत गरे यसरी ड्रागन फ्रुट फलाउन सकिन्छ। पोहोर चाहिँ धेरै फलेको थियो यसपालि चाहिँ पोहोरको हेरिकन अलि कम फलेको छ मेरो ड्रागन फ्रुट। तैपनि आफूलाई खानलाई मजाले पुग्ने छ, किनेर खानु परेन, अर्ग्यानिक घरकै खान सकियो। लटलट गरेर फल्छ है। साना साना चिचिला कोही यत्रो भयो भने कोही यस्तो सानो चिचिलाहरू लागिरहेछ है। चिचिलाहरू एकदमै बढी भइरहेछ है। यता यता नि चिचिलाहरू साना साना चिचिलाहरू आइरहेछ। खानको लागि यदि मेहनत गरिन्छ भने यसले दिन्छ कि यसले कहाँबाट खान पाइन्छ कि भन्ने आशा गर्नु परेन। आफ्नै कौसीमा यसरी सानो ठाउँलाई पनि सदुपयोग गरेर यसरी ड्रागन फ्रुट फलाएर खाना गर्न धेरै नै मजा आउँछ। कुनै फुल फुल्दैछ, कुनै फलिसक्यो, पाक्न बाँकी छ, कुनै चिचिला लाग्दैछ। यसरी कौसीमा हेर्न पनि कति मजा आउँछ के, कति आनन्द आउँछ यसरी आफ्नो कौसीमा यसरी ड्रागन फ्रुटहरू रोपेर मेहनत गरेर खान पाउँदा। मेरो नानी बाबुलाई चाहिँ स्ट्रबेरीहरू एकदम मनपर्छ, त्यसैले अलिअलि स्ट्रबेरी छ। पोहोरको हेरिकन छैन, पोहोर सबै बोटहरू मऱ्यो। यसपालि चाहिँ अलिकति मात्र छ। यी मैले यहाँ मेवाको बोट पनि उमारिराखेको छु चट्ट यसो बारीतिर रोप्नलाई। मलाई चाहिँ अर्ग्यानिक खाना एकदमै ठिक लाग्छ कि बजारको खाना चाहिँ पैसा हाले पनि खानलाई पनि डर के, आफैलाई केही होला कि भन्ने। यसरी हेर्नु त कौसीमा ड्रागन फ्रुट मेरो बेबी हो। वाउ, यी मेरो बेबीहरू चाहिँ यसरी कौसीमा खेल्न गर्न एकदमै रमाउँछन्। पानी पर्नलाई रेडी भइरहेको छ।